नमस्ते सम्पूर्ण दर्शक महानुभावहरूलाई। आज बडा दशैंको टीकाको दिन अर्थात् दशमी। यस पावन अवसरमा तपाईहरू सम्पूर्ण देश तथा विदेशमा रहनुहुने नेपाली जनहरूमा माता दुर्गा भवानीले कल्याण गरून् एवं तपाईहरूको सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। म यति बेला मेरो गाउँ रूपन्देही जिल्ला सैनामैना नगरपालिका वडा नम्बर 10 पानबारीमा अवस्थित छु। दशैंको दिन धानका बालाहरू झुलिरहेको छ। हाम्रो पहाडको दृश्य, मनोरम दृश्य देखिएको छ। यस देवभूमि, पावन भूमि, कर्मभूमिबाट चाहिँ तपाईहरू सम्पूर्णलाई पुनः एकपटक दशैं 2082 सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्छु।